अनि हामी बचियो कसरी भन्छु कि मैले बचियो कसरी भन्ने कुराको जवाब हामीलाई सेनाले बचाएको हो कि हामीलाई जनताले बचाएको हो कि हामीलाई हाम्रो पार्टीका साथीहरूले बचाएको हो कि कसले बचायो? अल्टिमेटली हेर्दा त सेनाले बचायो। तर सेना हामीलाई बचाउने सेनाले सिंहदरबार किन बचाउन सकेन? सर्वोच्च अदालत किन बचाउन सकेन? राष्ट्रपति भवन किन बचाउन सकेन भनेर हेर्दा बडो अनौठो चित्र अनुभूत हुन्छ, बडो विचित्र लाग्छ। हामीलाई त बचायो, मैले त्यसबाट धन्यवाद कम्तीमा हामीलाई बचायो, त्यसको लागि त धन्यवाद दिनै पर्यो। हामी बचेर निक्लेर आइयो नि त। नबचाउन चाहेको भए त हामी त के अरे मुठीको ऊ जस्तो भएको थिएन, किचिक्क पार्दै त हामी किचिक्कै हुने ठाउँमा पुगेका थियौँ। त्यसो त भइएन, के कारणले भइएन होइन? जे भए पनि सेनाकै हेडक्वार्टरमै बसेर सकुशल आउँदा त सेनालाई धन्यवाद त दिनै पर्यो नि। तर गहिरिएर विचार गर्दा हामीलाई भू-राजनैतिक शक्ति सन्तुलन र चलखेलले बचाएको हो भन्ने जस्तो लाग्छ मलाई। नत्र बच्ने स्थिति थिएन।